हेलो गाइज, आज हामी माइक्रोसफ्ट एक्सेलमा यो अटोसम फर्मुलाको प्रयोग गर्न सिक्नेछौँ। तपाईँले एक्सेलमा विभिन्न तरिकाले दिएको डाटाहरूको सम निकाल्न सक्नुहुन्छ। जस्तो यो राम भन्ने व्यक्तिको जुन जनवरी फेब्रुअरी मार्चको जुन टोटल सेल निकाल्न तपाईँले यो सम गर्न छ भने इक्वल्स टु एसयुएम ब्राकेट स्टार्ट अनि यसरी जति पनि छन् नि डाटा त्यसलाई सिलेक्ट गरेर अनि ब्राकेट क्लोज गरेर इन्टर गर्नुभयो भने तपाईँले यसरी पनि सम निकाल्न सक्नुहुन्छ। यो त नर्मल मान्छे जो एक्सेल सिक्यो जसले पनि यही तरिकाले गर्छ नर्मली। तपाईँले यो तरिकाले नगरेर अर्को तरिकाले गर्छु भन्नुहुन्छ भने यो सिलेक्ट गर्नुहुन्छ हैन, डाटा सिलेक्ट गरेर तपाईँको यहाँ अटोसम छ, अटोसममा क्लिक गऱ्यो भने नि आउँछ। यसरी तपाईँको एउटा मात्र नभएर टोटल जति पनि डाटा छ यसरी सिलेक्ट गर्नु र सिलेक्ट गरेर यता अटोसममा गयो भने पनि तपाईँले यसरी यो सम निकाल्न सक्नुहुन्छ, टोटल निकाल्न सक्नुहुन्छ। तर आज यो तरिकाले नभएर हामी सर्टकट कीको प्रयोग गरेर हामी सम कसरी निकाल्ने, अटोसमै हो तर त्यसको पनि एउटा सर्टकट की छ, त्यो कसरी निकाल्ने त्यो सिक्छौँ। त्यसको लागि तपाईको जति पनि डाटाहरूको सम निकाल्न छ त्यसलाई सिलेक्ट गर्नु होला। अब तपाईको यसमा जस्तो हामी यो टोटल सेल निकाल्नु पहिला, टोटल सेल पनि रामको प्रत्येक व्यक्तिको इन्डिभिजुअल फरक फरक व्यक्ति जस्तो रामको, शिवमको, सीताको जति पनि छ यिनीहरूको टोटल सम निकालौँ। त्यसको लागि त्यो निकाल्न छ भने तपाईँले यसलाई सिलेक्ट गरेर अल्ट अनि इक्वल्स टु सँगै दबाउनु भयो भने आउँछ हो। अब तपाईँलाई यस्तै नभएर तलतिर जुन छ अब तपाईँको राम श्याम जति पनि छ नि तिनीहरूको जनवरी महिनाभरिको जुन छ नि जनवरी महिनाभरिको टोटल निकाल्न छ भने यसरी तपाईँले सिलेक्ट गरेर यता ल्याउनु भयो भने प्रत्येक महिनाको अल्ट इक्वल्स टु यसरी तपाईँले प्रत्येक महिनाको आउँछ हैन। हो यसरी तपाईँको सर्टकट की। अब तपाईँले यो छुट्टा छुट्टा नगरेर एकैचोटि गर्न चाहनुहुन्छ भने पनि तपाईँको यसरी सबै डाटाहरूलाई सिलेक्ट गरेर यो रोतिर नि ल्याउनु कोलमतिर नि तपाईँको हाम्रो यसमा र यसमा ल्याउने त हो भनेपछि अल्ट इक्वल्स टु दबायो भने यसरी पनि तपाईँको के हुन्छ यसमा अटोसम भएर आउँछ। यसरी तपाईँले अल्ट अनि इक्वल्स टु यो दुईटा सर्टकट की प्रयोग गरेर पनि अटोसम गर्न सक्नुहुन्छ सजिलो तरिकाले। तपाईँले कुनै पनि मेनुमा गएर कुनै पनि त्यो अप्सनहरू दबाउन पर्दैन।